अहिले हार्ट एट्याक किन बढेको छ भन्दाखेरि यो नम्बर 1 कज भनेको त्यो टोब्याको नै हो। नम्बर 1 धुम्रपान नै हो। युवा पिँढीमा किन बढ्यो भनेर सोध्नुभयो, त्यो नम्बर 1 मा त स्मोकिङ नै हो। र त्यसपछि नम्बर 2 मा जङ्क फुड आउँछ है। त्यसैले के त भन्दाखेरि हाम्रो जुन टोब्याको छ, जुन स्मोकिङ छ, यसमा मुटुलाई आघात गराउने एउटा त निकोटिन, हजुर, अर्को कार्बन मोनोअक्साइड, अर्को टार है। र त्यसमध्ये पनि विशेष गरी असर पार्ने भनेको निकोटिन र कार्बन मोनोअक्साइड। जब धुम्रपानको मार्फतबाट शरीरमा यो निकोटिन र अन्य रसायनहरू शरीरभित्र जान्छ, त्यो रगतमा घुलिन्छ, फोक्सोको माध्यमबाट शरीरमा जान्छ, रगतमा त्यो सञ्चालित हुन्छ, अनि त्यो रक्तनलीका भित्ताहरूलाई त्यसले बिगार्छ। रक्तनली शरीरका सबै अङ्गका, मुटुका मात्रै होइन है, असर मुटुलाई मात्रै होइन, धुम्रपानले त शरीरको सम्पूर्ण अङ्गलाई असर गर्छ है। अनि रक्तनलीको भित्री पर्दालाई चाहिँ यसले जब बिगार्छ, पर्दालाई भित्र बिगारिसकेपछि त्यो अस्वस्थ हुन्छ, अनि त्यसले गर्दाखेरि त्यहाँ ब्लक हुने चान्स बढ्छ। रक्तनली भित्रको पर्दा एन्डोथेलियम जुन भनिन्छ, त्यसलाई चाहिँ यसले रोगग्रस्त बनाउँछ, यसलाई खस्रो बनाउँछ, त्यसमा घाउ बनाउँछ, जुन ठाउँमा गएर कोलेस्ट्रोल पनि टाँसिन्छ, सुगर पनि टाँसिन्छ, अनि त्यो ठाउँमा गएर रगतका थेग्राहरू बन्छ, ब्लक हुन्छ, अनि हार्ट एट्याक हुन्छ।